अरू देशमा एउटा सिम्पल जुस किन्दा पनि त्यसमा 1 किलो जति त चिनी नै मिसाएको हुन्छ। तर जापानमा पनि के त्यस्तै नै हुन्छ त? सो म आज आएको थिएँ कन्भिनियन्स स्टोर, किनकि मलाई ट्राई गर्नु मन थियो यहाँको युनिक आइटम। र मैले भेटाएँ जापानको फेमस अंगुर जुस, त्यो पनि 100% रियल। के यसमा 100% नै अंगुरको जुस छ त? त्यो हामीले एकछिनमा चेक गर्नेछौँ। मैले नेपाल छँदा हजुरआमाको लागि यस्तै फ्रुट जुसहरू टन्नै किनेर ल्याउँथे जुनमा रियल फ्रुट जुस लेखेको हुन्थ्यो। तर पछि आएर मलाई थाहा भयो कि त्यसमा आधा त चिनी मात्र नै मिसाएको हुँदो रहेछ। अनि जापानमा चाहिँ फलफुलहरू एकदमै महँगो भएकोले जापानिजहरूले फलफुल भन्दा यस्तै जुसहरू टन्न खाने गर्छन्, किनकि यो फलफुल भन्दा 2-3 गुणा नै सस्तो हुन्छ। तर यसमा भएको जुस के 100% नै रियल हो त? त्यो थाहा हुन्छ हामीले यसलाई एकैछिन तताएपछि। यदि यसमा साँच्चै नै रियल जुस छ भने यो जुस एकैछिनमा बाफ बनेर उड्नेछ। बट यदि यसमा के मिलावट छ भने चाहिँ त्यो सजिलै उड्ने छैन। 3 मिनेटमै यसको हल्का कलर चेन्ज भएको थियो। बट अनफर्चुनेटली यसमा 23 ग्राम त चिनी नै हुँदो रहेछ, जुन चाहिँ अंगुर भित्र नै पाइने नेचुरल चिनी हो। तताएपछि यो यति गाढा देखिएको छ अनि यो भाँडाको रूपरङ नै बदलिए पनि यो जुस साँच्चै नै 100% रियल हो। प्लिज मलाई फलो गर्नु होला, म सबैलाई फलो ब्याक दिनेछु।